अचार लागिरहेछ चाट म्युजिक डान्स हुँदैछ यहाँ दाइले एउटा केटी लगेर गयो बाली आयो बाली ओ थोड़ा बोलो मेरे यूट्यूब में कैसे हो नमस्ते दीदी कैसे हो थोड़ा कुछ बता दो हमारा यूट्यूब में प्लीज स्टॉप यहाँ चाहिँ घोडा पाउँदो रहेछ नेपाली ग्याङहरू हो यता ल घर फर्क्यो बिचराहरू यता हेरिदिनु न हौ कता हिँडेको तपाईँहरू झल बगेर यता अघि जाउँ न अघि नजाऊ कान्छ जाने झन् उल्टा 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 यति हो कि अरू पनि यसो दिने हो क्या अरे अलिअलि यो मिल भन्दा एकदम सानो यो के हो लहरा टाइपको फुल हुन्छ नि त्यस्तै फुल हो है यो चाहिँ कहाँ सिउराउने कानमा खै देखा त कानमा सिउराएको ल यहाँ एउटा केटी भेटाएँ रोडमा यसो टक गर्दै हिँड्दैछु अब कता पुऱ्याउने हो त यो बाटो यो बाटो चाहिँ मेरो घर पुग्छ सिधा सर्टकट सिधा मेरो घर पुग्ने बाटो ए हामी चाहिँ अहिले फेस्टिभल हेरेर आएको काम सकेर फेस्टिभल हो कि साथी भेटेर गएको होइन उहाँ चाहिँ मेरो कजनहरूसँग त्यो अगाडिको को हो दुईजना उहाँ चाहिँ मेरो आन्टी हुनुहुन्छ अनि मेरो माइजू हुनुहुन्छ उहाँहरू चाहिँ हामी चाहिँ सँगै काम गर्ने एउटै रेस्टुरेन्टमा काम गर्ने हो बोल्नु लजाउँछ हो तिम्रो आन्टीहरू उहाँहरू बोल्नु पनि लजाउनुहुन्छ र अनि उहाँहरूको आफ्नो फेसहरू सो गर्न पनि मान्नु हुँदैन एकदमै राम्रो तिम्रो चाहिँ फेस सो गर्दा कि अप्ठ्यारो हुँदैन नि मेरो फेस एकदम राम्रो भएर म त जतन सो गर्छु हो रहेछ राम्रो रहेछ कति बज्यो यति राति लामो कपाल थियो यतिको अलिक काटेर यत्रो भयो कति बज्यो कति बज्यो भन्दा अहिले चाहिँ रातिको 12 भयो ल 12 पिएम हो कि एएम हो ए दिदीहरू हाई गरिदिनु नि त हाम्रो आन्टी माइजू चाहिँ एकदम कामले थकित अवस्थामा घर फर्किँदै हो कि एकै ठाउँमा गर्नुहुन्छ काम हजुर हामी सबैजना एकै ठाउँमा गर्नुहुन्छ हाम्रो भ्लगर दाजु पनि हामीसँगै काम गर्नुहुन्छ उहाँले एकदम मिठो पिज्जा बनाउनुहुन्छ कृपया पिज्जाको अर्डर दिनलाई कुसुमलाई सम्पर्क गर्नु होला अनि खोइ त केटी मिल्छ भनेको होइन केटी मिल्छ यहाँ राम्रो राम्रो सुन्दरीहरू प्रतिकिजहरू सुन्दरीहरू छ भने त्यो कहाँनिर पाउँछ हाम्रो एनुअल फन्ड त सबै पाउँछ अझ देखाइदिनु हुन्छ नि मलाई देखाइदिन्छौ हुन्छ ल्याउनु म देखाइदिन्छु त्यो अगाडि लगाएर ओ दिदीहरू मलाई त एडिट गर्न आउँदैन क्या नत्र मैले पनि युट्युब च्यानल खोलेको थिएँ पहिला ल यो केटीहरू आफ्नो बाटो लागे अब म चाहिँ घरतिर लागेँ गाइजहरू प्रोटोकलमा चाहिँ एकदम मेला रहेछ अझ यसो घुमफिर गऱ्यो
रात परिसक्यो अब रुम जानु छ म चाहिँ साइकल लिन जाँदैछ यिनीहरू चाहिँ त्यहाँ गइहाले मेरो साइकल बाटोमा आइपुगे गाइजहरू ल गाइजहरू भिडियो मन पऱ्यो भने चाहिँ एक लाइक चाहिँ हानिदिनु है